के तपाईँहरूको पनि यस्तो भएको छ कुनै पनि देख्ची के अब काठको ब्यार भएको हुन्छ नि अब यो त तताउँदा डरेर क्या यस्तो हुइहाल्छ नि सबै लालाक लुलुक है यो भाँचेर पनि यसो निस्किजान्छ अब यो डरिगएको छ है यस्तो भइहालेको छ भाँची जान्छ नि त होइन अगर यस्तो भयो भने चाहिँ तपाईँहरूले के गर्नुहुन्छ अब तपाईँहरूलाई भनेदेखि काम छैन फ्याँक्नु भयो है अब नयाँ किन्नुहुन्छ होइन म तपाईँहरूलाई सधैँ भन्ने गर्छु क्या नफ्याँक्नुहोस् यस्तो चिजहरू फेरि रियुज गर्न सक्छन् फेरि पनि यो ब्यार त बनाएर लगाउन सकिहाल्छ नि होइन र अब हामी सबैकोमा तपाईँहरू हामीले काम गरेर सानो सानो यस्तो ट्रसको टुक्राहरू उब्रेको हुन्छ नि क्या फलम क्या पिसहरू उब्रेको हुन्छ नि तपाईँहरूले त कभरमा बेच्नुहुन्छ होला है म चाहिँ राख्ने गर्छु क्या कुनै पनि सानो सानो चिजहरू हामीलाई काम दिन्छ त्यसै कारणले म सधैँ भन्छु तपाईँहरूले बोतलको टुक्रा लाबरको टुक्रा फलमको टुक्रा सबै राख्नुहोस् क्या काम दिन्छ आज चाहिँ तपाईँहरूलाई यसको म यहाँ लगाएर देखाउँदैछु है त बनाएर कसरी बनाउँछु तपाईँहरूले हेर्नुहोस् यो भिडियोलाई है स्किप नगरिकन है अनि तपाईँहरूले अलिक कमेन्ट कम्ती गर्नुहुँदैछ है कमेन्ट भरभरले होइन सेयर पनि मजाले गरिदिनुहोस् यो भिडियोलाई तपाईँहरूले पनि सिक्नुहुन्छ मजाले हेर्नुभयो भनेदेखि है र तपाईँहरूले अब यसलाई फ्याँकिहाल्नु पनि भएन है अनि यसलाई पनि युज गर्नुपर्ने हुन्छ सानो है काठ पनि चाहिन्छ नि होइन यो फलम मात्रै भयो भने फेरि तातेर हात पोल्छ है अनि यो मिलाएर चाहिँ म यहाँ लाउँदैछु है त तपाईँहरू यो भिडियोलाई स्किप नगरी हेर्नुहोस् अब यसले चाहिँ म पहिला सुरु चाहिँ ग्राइन्डर मेसिन छ है ग्राइन्डर छैन भने हेक्सोले पनि हुन्छ काट्नुहुन्छ तपाईँहरूले है होइन भने चाहिँ ग्राइन्डर चाहिँ अब छिटोको लागि मेसिन छ है ल अब यसले काटकुट पारेर म देखाउँछु त कसो काट्छु के गर्छु है र अब हामीले सबैभन्दा पहिला चाहिँ यसलाई यहाँ काटेर लाउने गर्नुपर्छ यतिको बनाइसकेँ है अब यसलाई नाप गरेर छ्यार पार्ने बन्दोबस्त गर्नुपर्छ नि त यहाँ है अब साथीभाइ यति गरिसकेपछि चाहिँ अब यसलाई छ्यार पार्नु पर्ने हुन्छ नट बोल्ट पस्नुको लागि अब मेरोमा चाहिँ यो फलम छेर्ने बिट चाहिँ थिएन कि यो चाहिँ च्यादरको काटी हुन्छ नि ट्रसमा जाने त्यसलाई काटेर लगाएको छु है यसले पनि छेरिन्छ छेर्नु त है मैले दुलो पनि बनाइसकेँ त अब यो यहाँ लाएर नट बोल्ट कस्ता चाहिँ हुन्छ है अब हामीले यसलाई फेरि काट्नुपर्ने हुन्छ नि किन भन्दा यो डाइरेक्ट भयो भने त गरुङ हुन्छ नि लेयर भन्दा बिहा ठुलो भने जस्तो हुन्छ नि फेरि यो यहाँ लगायो यता लडिजान्छ है त्यसको लागि चाहिँ फेरि यसलाई काटेर चाहिँ अब यो काठको बिहा लाउने जग्गा बनाउनु पर्यो नि त होइन मैले चाहिँ यसलाई चाहिँ 2 टुक्रा बनाइदिएको छ अब यत्रो लामो त गरुङ हुन्छ है हामीलाई चाहिने खालि यति नै है यहाँदेखि बेसी त आगोको फ्लेम यता आउँदैन नि त है यसलाई चाहिँ अब ताचेर यो भित्र स्वाटा हालिदिनुपर्छ है त यसो ताचिदिउँ हामीले ताचिराखेको चाहिँ साथीभाइ यसरी अब ठोकिदिनुहोस् है त हुँ त तपाईँहरूले र अब हामीले यति बनाइसके अब कति छिटो भनिहाल्छ होइन अब हामीले यहाँ ठ्यापै लगाइदिनुपर्छ अब देख्नुभयो तपाईँहरूले यस्तो मजबुत बनाइदिएको छ अब यो आगोले पनि नडर्ने यो ग्रिल के भन्छ ट्रस काटेर लगाइदिएको छु मैले यहाँ है सानो खालको ट्रसलाई है